व्हाइट रुम महँगो भयो होटेलभन्दा महँगो भयो भनेर भनिरहनु भएको हुन्छ। कतिपयले बुझ्नु भएको छैन। हामीले अवेरनेस गर्न पनि सकेनौँ र मैले चाहिँ अहिले यसरी चाहिँ हजुरहरूलाई बुझाउन आएको छु। जस्तै होटेल बस्दा र व्हाइट रुम बस्दा हैन, जस्तै होटेलमा चाहिँ पर पर्सन 4600 लाग्छ भने व्हाइट रुममा पर पर्सन 1450 लाग्छ। तर यसमा पनि तपाईँले होटेलमा एउटा बेडरुम मात्रै पाउने हो यसमा भने यसमा 2टा बेडरुम, लिभिङ, किचन, डाइनिङ, वाशरुम, अट्याच वाशरुम सबै फ्यासिलिटी पाउनुहुन्छ हैन। र जस्तै पर डेमा तपाईँले कसरी खर्च गर्नुहुन्छ भन्दाखेरि बस्दा एक दिनमा कफी खाँदा 150, चिया खाँदा 50, लन्च खाँदा 500, स्न्याक्स खाँदा 400 र डिनरमा 500 प्लस रुमको 3500 तिर्नुहुन्छ। र त्यसरी चाहिँ यो नर्मल हिसाब गरेको हैन, तपाईँको तिर्नुहुन्छ। त्यस्तै गरेर 4600 चाहिँ हिसाब आउन जान्छ एकजनाको। तर व्हाइट रुममा तपाईँले 4 जना बस्दा है, यो चाहिँ 4 जनाको, 4 जना बस्दा 200 को कफी खानलाई दुध किन्दा पुग्छ हैन, दुध अथवा कफी किन्दा पुगि नै हाल्छ। चिया दुध र चियापत्ती 100 को किन्दा पुगि नै हाल्छ। 4 जनाको हिसाब हो हैन। जस्तै लन्च चाहिँ 500 को हैन, 500 को तपाईँले चामल यताउता तरकारीहरू किन्नुभयो भने पुगि नै हाल्छ। स्न्याक्समा पनि त्यही 500 को स्न्याक्स केही खानुहुन्छ भने पुगि नै हाल्छ हैन। जस्तै डिनरमा पनि 500 को हजुरले सामान किनेर ल्याउनु भयो भने पुगि नै हाल्छ। गर्दा